हेलो नमस्ते गाइज, चिचन रोका ब्लग 0 अनि आज हामी पशु स्वास्थ्य शिविर निशुल्क अनि हामी चाहिँ त्यो शिविर चलाउन लाग्छौँ। त्यो के भन्छ त्यो सिमल चोक हो कि के भन्ने हुनुहुन्छ सरले, त्यहाँ चाहिँ जान लाग्छौँ। हामीले चाहिँ सामानहरू ल्याएर चाहिँ रेडी गराइसक्यौँ औषधिहरू। सो हामी चाहिँ कन्टिन्यू जाँदैछौँ। हाम्रो टोलीहरू चाहिँ रेडी हुँदैछन्। सामानहरू चाहिँ औषधिहरू चाहिँ त्यहाँ बस्न हाल्न लाग्छौँ। आज चाहिँ हिँड्छन्। पुगेर झडा लाग्यो सामानहरू झार्छौँ। अब कुर्ती जान लैजाऊ हो के अरे यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मामन बाबुहरूलाई नमस्कार। आज हामी शिव माध्यमिक विद्यालय धुल्याबिट वीरेन्द्रनगर 11 सुर्खेतको प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा शिव मावि धुल्याबिटको आयोजनामा र वीरेन्द्रनगर नगरपालिका 11 नम्बर वडा कार्यालयको समन्वयमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेका छौं। हामीले 2 दिन अगाडि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 को यो चारकुने, चौखेढुङ्गा, सिमलकुना, अमृतडाँडा, ढोलडुङ्गा क्षेत्रका अभिभावकहरूलाई, किसानहरूलाई भेटेर किसानका पशुहरूलाई टिपी खोप लगाउने अभियान छ, यहाँ आइदिनु होला भनेर सूचना पनि गरेका थियौं। केही सूचनालाई आधार मानेर किसानहरूले आफ्ना पशु चौपायाहरू लिएर आउनु भएको छ। विद्यालयको समग्र टिम यहाँ उपस्थित भएको छ। तसर्थ यो
एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरलाई औपचारिक रूपमा हामी उद्घाटन गर्न गइरहेका छौँ। हामी उद्घाटन पश्चात औषधि उपचारको कार्यक्रमलाई अगाडि बढाउनेछौँ। त्यहाँभन्दा पहिला थोरै औपचारिक उद्घाटन समारोहमा उपस्थित भइदिनु न, सहभागी भइदिनु म हार्दिक अनुरोध गर्दछु। एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रममा अध्यक्षता आसन गर्नका लागि शिव माध्यमिक विद्यालय धुलियाबीटका व्यवस्था अध्यक्ष कृष्ण प्रसाद तिवारीज्यूलाई उद्घाटन कार्यक्रमको अध्यक्षता आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यो कार्यक्रममा प्रमुख अतिथिको रूपमा 11 नम्बर वडा कार्यालयका वडा अध्यक्ष आउँदै हुनुहुन्छ। विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 का वडा सदस्य रत्नबहादुर चन्द्रज्यूलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध। त्यसैगरी आसन ग्रहणका लागि विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद पौडेल सरलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति विद्यालयको कोअर्डिनेटर डाक्टर चेतन ढकाल सरलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति विद्यालयका प्रशिक्षक डाक्टर आकाश सुवेदीलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति शिव माध्यमिक विद्यालय धुलियाबीटका पूर्व प्रशिक्षक अहिले वीरेन्द्रनगर नगरपालिकाका प्राविधिक पशु प्राविधिक नवराज जयसी सरलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति प्राविधिक धारतर्फ अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू 18 महिने र 3 वर्षीय कार्यक्रमका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति यो एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरमा विद्यालयको आयोजनालाई सफल पार्नका निम्ति हाम्रो सूचनालाई मान्यता दिएर उपस्थित हुनुभएका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 र 10 का कृषकहरू यथास्थानमै आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणका निम्ति अन्य यहाँ उपस्थित हुनुभएका अभिभावकज्यूहरू हुनुहुन्छ, अन्य विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, यहाँहरू सबैलाई यथास्थानमै आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। हामीले हाम्रो कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गर्न आजका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्षजीलाई थोरै पर्खनेछौँ। त्योभन्दा पहिला हामी आजको यो कार्यक्रमको उद्देश्य, यो कार्यक्रमको प्रभावकारिता माथि यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दै त्यो कार्यक्रमको औचित्यतामाथि प्रकाश पारिदिनुको निम्ति म हाम्रो विद्यालयका शिव माध्यमिक विद्यालय धुलियाबीटका प्रधानाध्यापक पूर्णप्रसाद पौडेल सरलाई हार्दिक धन्यवाद विष्णु सर, विद्यालयका सहायक र कार्यक्रमका सञ्चालक, कार्यक्रमका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, वीरेन्द्र नगरपालिका वडा नम्बर 11 कार्यालयका सदस्यज्यू, अध्यक्ष आउँदै हुनुहुन्छ, हाम्रो प्रशिक्षक प्राविधिक डाक्टर साहबहरू, नगरपालिकाबाट प्राविधिकको रूपमा आउनुभएका आदरणीय नवराज सर, हाम्रा कृषक अभिभावकज्यूहरू र सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरू, खास गरी हामीले विद्यालयमा भइरहेको कार्यक्रम चाहिँले समुदायलाई के बेनिफिट दिन सक्यो त भन्ने कुराबाट हामी हेर्छौँ। स्कुलमा प्राविधिक पढ्न 16 वटा जिल्लाबाट विद्यार्थी अहिले छ। पहिला कुनै बेला 20 वटा जिल्लाबाट पढ्न आउँथ्यो। अहिले हामीसँग कन्सिस्टेन्टली 16 जिल्लाबाट विद्यार्थी पढ्न आइरहेको छ। त्यति धेरै बाहिरबाट आउँदै गर्दाखेरि हाम्रो नजिकको समुदायले चाहिँ बेखबर भए जस्तो भइरहेको छ। यति धेरै महत्त्वपूर्ण कार्यक्रम हो। हामीले पशु पालेका छौँ, त्यसको उपचार गर्ने विषय चाहिँ त्यही प्राविधिक पढाउने काम चाहिँ तपाईँहरूकै वडामा रहेको वीरेन्द्रनगर 11 मै रहेको शिव माध्यमिक विद्यालय धुलियाबीटमा यो पशुपालनसँग सम्बन्धित भेटेरिनरी साइन्स पढाइ हुन्छ। त्यहाँ 2 वटा कार्यक्रम छ। भेटेरिनरीकै एउटा छोटो अवधिको भनेको 18 महिनाको कोर्स पढाइ हुन्छ र अर्को 3 वर्षीय कार्यक्रम पढाइ हुन्छ। त्यसले प्राविधिक जनशक्ति उत्पादन गरेर मार्केटमा दिइरहेको छ। यहाँबाट है हाम्रो कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको सम्म 3टा प्रदेशसम्म अहिलेको एरियामा विद्यार्थी पढाइरहेको छ। यसरी विद्यालय सञ्चालन छ। यसमा रहेका विद्यार्थीहरूलाई हामीले स्कुलभित्र पनि हाम्रो शिविर छ, के क्लिनिक छ। त्यो क्लिनिकबाट पनि औषधि उपचारको काम भइरहन्छ। अब तपाईँको टाढा भयो जान आउनलाई चाहिँ है
तर बेला मौकामा हामीले यो क्याम्पिङ गरेर यो नजिकको किसानहरूको एरियालाई चाहिँ किन हामीले विद्यालयले सक्ने औषधि सामग्रीहरू खर्च गर्ने र किसानहरूलाई सहुलियत रूपमा चाहिँ हामीले यो क्याम्पिङहरू यसले दुईटा काम गर्छ। एउटा काम चाहिँ किसानहरूलाई सचेत बनाउँछ, टाइममा जुकाको औषधि खुवाउने होला, उपचार गर्ने होला, के गर्नुपर्छ भन्ने कुरा हामी चाहिँ त्यो सचेतनाको काम हुन्छ। तपाईँहरूलाई निःशुल्क रूपमा त्यसको साथ दिनु। हामी कहाँ 2 जना प्रशिक्षक डाक्टर हुनुहुन्छ, 1 जना नगरपालिकाबाट प्राविधिक सर आउनुभएको छ, 3 जना हामीसँग स्पेसलिस्ट डाक्टर के अरे प्राविधिक हुनुहुन्छ। सबै विद्यार्थीहरू पनि उहाँहरू पढ्नु भएको छ। यसमा प्रयोगात्मक रूपमा पर्फेक्ट नहुनु भएको उहाँहरूको सल्लाहबाट उहाँहरू पनि काम गर्नुहुन्छ। त्यस कारण तपाईँलाई एउटा अवेरनेसको काम हुन्छ। नेक्स्ट भनेको विद्यालयको सोसल सर्भिस हुन्छ। विद्यालयले समुदायलाई सर्भिस गर्न पर्यो। विद्यालय समुदायलाई के कन्ट्रिब्युसन गर्न सक्छ त भन्ने कुरा चाहिँ अब विद्यालयले समुदायलाई चाहिँ के त भन्दा आफ्नोसँग एट्याचमेन्ट बनाउनको लागि चाहिँ यो काम गर्छ र विद्यार्थीले सिक्ने अवसर पाउँछ। हामीले पढ्ने सैद्धान्तिक मात्रै पढेर होइन, यति धेरै विद्यार्थीहरू आउनुभएको छ, उहाँहरूले कम्तीमा बाख्रालाई आफै समातेर जुकाको औषधि खानु खुवाउने। किसानले आज नखुवाइदिनु सकेर बच्चालाई हजुरले बाख्रा समाइदिनुहोस्, उसलाई आफै मुख च्यातेर खुवाउन सिकाइदिउँ, तबै हाम्रो बच्चाले त्यो पनि सिकोस् होइन। उहाँहरू एकदमै एक्टिभली काम गर्नुहुन्छ। अब आउनुभएको सबै विद्यार्थीहरू तपाईँ एकदमै एक्टिभली काम गर्नुहोस्। वा शिवमाविको विद्यार्थी त्यति राम्रो रहेछ भन्ने रङ्गले तपाईँहरूले चाहिँ र तपाईँ हामी सबै यो समुदायको रहेको विद्यालय हो। त्यो विद्यालयलाई चाहिँ भएको विषयले चाहिँ हामीलाई समुदायलाई के फाइदा हुँदो रहेछ भन्ने बुझौँ र आगामी दिनमा हामीले हाम्रा विद्यार्थीलाई प्राविधिक पढाउनको लागि चाहिँ त्यहाँ पढाउने र हामीले कतिपय चिने जानेका बाहिरबाट आउने विद्यार्थीलाई त्यहाँ पढाउनको लागि चाहिँ वातावरण बनाउने कुरामा चाहिँ यहाँहरू लाग्नुहुनेछ है। र यो शिविरबाट यहाँ रहेको तपाईँले अहिले फोन गरेर अहिले सबैसँग सञ्चारको फोन छ, नजिकैको कोही आएन भने यो यहाँ आउन सक्ने ल्याउन सक्ने पशु जति पनि ल्याउँ। हामी करिब 12 बजेसम्म हाम्रो टिम रहन्छ यहाँ चाहिँ। अनि र गर्न सक्ने हामीले एकदमै म्याक्सिमम तपाईँलाई दिने सर्भिस दिन्छौँ। सबै खालका अनि औषधि उपचार दिन्छौँ। यहाँ नभएको औषधि डाक्टरले प्रेसक्रिप्सन लेखिदिनुहुन्छ, त्यसपछि तपाईँले मेडिकलमा गएर किन्न सक्नुहुन्छ। तर म्याक्सिमम हामीले उपलब्ध गराएका छौँ निःशुल्क रूपमा। यसको लाभ लिनु हुनको लागि सम्पूर्ण किसानजीहरूलाई अनुरोध गर्दै सक्रियतापूर्वक लागि हाम्रो प्राविधिक टिम र विद्यार्थीहरूलाई चाहिँ अनुरोध गर्दै यो कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै मेरो 2 शब्द यहाँ गर्छु। हस्, धन्यवाद। एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष खिमलाल देवकोटाजीलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 का वडा सदस्य टोपलाल तिवारीजीलाई म हार्दिक अनुरोध गर्दछु। अब हाम्रो कार्यक्रमलाई हामीले अगाडि बढाउन गइरहेका छौँ। औपचारिक रूपमा आजको यो ब्यानरलाई पढेर बिहान पढ्नुपर्ने हाम्रो बुढो कार्यालय अगाडि खानुपर्छ। के गर्ने यसलाई अलि मेन मान्छे आउनु पर्यो। मेरो विषय दुईटा खुट्टा यस्तो यसलाई उद्घाटन कार्यक्रम भइसकेको छ। अब
हामी उद्घाटन सँगै औपचारिक रूपमा यो उद्घाटन सत्रलाई समापनमा गइरहेका छौँ। हाम्रो अरू कार्यक्रम निरन्तर चलेछ। उद्घाटन सत्रमा सहित 2 शब्द राखेर उद्घाटन सत्र मात्रै समापन गरिदिनुका लागि यो कार्यक्रमका अध्यक्ष शिवमादेवीका व्यवसाय अध्यक्ष कृष्ण प्रसाद तिवारीज्यूलाई हार्दिक अनुरोध गर्दै म पनि बिदा हुन्छु। दिदीको फोन आयो सञ्चालन कार्यक्रमका प्रमुख अतिथिज्यू विशेष अतिथिज्यूहरू विद्यार्थी भाइ बहिनीहरू बाबु हातमा धेरै नबेला विद्यार्थी भाइ बहिनीहरू पनि आफ्नो सिकेको सिटलाई उतापट्टि गएर त्यहाँ नाम लेख्नु कार्यक्रम भागिदिन्छ त यार यता पिठो खाएको सर एक हप्तासम्म नुन नखुवाउने यो घाँस नखुवाउने है अनि त्यसो सुकाएर खुवाउने है कपाल उसले स्विच ऊ छ त बटनमा छैन रेडी बनाऊ फर्सेपले न फर्सेप चाहिएन कसरी चोक चाहिँ त्यो भयो त्यो भयो छ के हेर न भर्खर ल्याएर यो पर्दैन यसरी भइदियो क्या केटा केटा तल राख्नु हाउ अब यो खुट्टा यता बना न सरको क्रस बना न हाउ अझै त्यसलाई पनि अरू पनि हेल्प गर्छ सुन्नुहोस् है यो जहिले पनि चाहिँ उल्टो भयो यो 2वटा यस्तो गरेको भाग छ नि यो चाहिँ उल्टो हुन्छ तपाईँहरूलाई कहिलेकाहीँ इक्जाम लिँदा कसैका स्किल टेस्ट हुँदा यो सुल्टो हो भनिदिन्छ तपाईँहरू भनिदिनुहुन्छ त्यो सरले भनेको कुरा सबै कुरा सत्य हुन्छ भने आफूले कन्फर्म हुने यो चाहिँ सत्य हो हेर्नुहोस् है यो चाहिँ यस्तो यो के हो सुल्टो भयो यो चाहिँ के हुन्छ उल्टो हुन्छ कहिलेकाहीँ तपाईँहरूलाई लक गरेर दिन्छ तपाईँलाई यसरी दियो भने फ्याक्टर गरिदिनु भयो भने सकिहाल्यो यो के रहेछ सुल्टो यस्तो गरेको भाग चाहिँ मुनतिर पर्नुपर्छ है ल अब तपाईँले एक हातले चोरी औँलाले र बुढी औँलाले यसरी यसलाई समात्ने यो टिट भन्दा 2 इन्च तल र यो अन्डकोष भन्दा है अलिक यो यस्तो समात्नु त अब यसलाई के गर्ने तपाईँहरूलाई मैले ह्यान्डलिङ गरेर अझै दिन पहिला हेर्नु यो गर्ने यो 2टा औँलाले के गर्यो यहाँ समात्यो अब यो समात्नु तपाईँ बस्नु न तपाईँ अब यहाँ नसा यहाँ छ यो गर्दा कुन चाहिँ नसा च्यापिन्छ भनेर पढाउनु भएको थियो सरहरूले अनि त्यो बाहिरी भागलाई के भन्छ भनेर पढाउनु यो यहाँ के छ यहाँ नसा छ है हेर्नुहोस् है यो टिट पनि बचायो अन्डकोष पनि बचायो तर बिचमा धाब्यो कहिलेकाहीँ यो र यो जोडिएको हुन्छ क्या यतै किसिममा हुन्छ तपाईँहरूलाई त्यति बेला नि गाह्रो पर्छ तपाईँहरू अब क्यास्टेसन त 2 तरिकाले पढ्नुभयो एउटा ओपन पर्नुभयो एउटा क्लोज गर्नु यो गरेको के हो ओपन गर्दा यहाँनिरबाट सर्ट चिरेर फ्याक्ट्री निकाल्ने है बुझ्नुभयो यो काहीँ टेक्नोलोजी पढायो नि मैले आफै सिकेको गर्दा गर्दै है बुझ्नुभयो अब यताको यो चोरेर चाहिँ बुढी आमालाई समात्यो अब फेरि यसलाई के गर्यो हामी भुइँमा राख्छौँ होइन सकेसम्म यस्तै राख्नुहोस् है यो धेरै पशु स्टेसन छ तपाईँलाई सिकाउनलाई मात्र हो अब फ्याट्टा बनाउनुहोस् फेरि यसरी यहाँ खुट्टोले च्याप्नुहोस् यसलाई यहाँ के गर्नुहोस् राख्नुहोस् अब के गर्नुहोस् यसलाई दिनुहोस् टिक्क गर्छ यहाँ छ केही सेकेन्ड चाहिँ राखिदिनुहोस् है आफूलाई आवाज चाहिँ आउँछ केही सेकेन्ड चाहिँ तल के गरिदिनुहोस् राख्नुहोस् भयो ल पोबडी आएर निकाल ल त्यसो भए एकैछिन खसी भयो नदुखोस् अब यो मेलोक्सिकेम किन लगाओ मेलोक्सिकेम के हुन्छ तपाईँहरूले जुका ज्वरोको औषधि खानु भएको छ के ल्याएको छ होला प्यारासिटामोल नदुखोस् भनेर दिने मात्रै अरू केही पनि होइन केही असर गर्दैन है यो नभएर गर्दा पनि हुन्छ मेलोक्सिकेम नदिएर गर्दा पनि मिल्छ तर नदुखोस् भनेर मात्रै पाइँदैन अरू केही पनि होइन खास
त्यो अब हेरेर वस्तु हेरेर यहीँ लेखेको हुन्छ है यसको मासुमा दिनु होला है पौडी नआइदिन तपाईँहरूले ढिला भयो पशु स्टेज भइसक्यो पशुलाई यत्रो ढालेर त्यो चाहिँ गराउन सक्नुहुन्छ फोर्सेप कहाँ छ फोर्सेप खोइ फोर्सेप अगाडि ले भाइ यो छैन भनेर पाइएन नि भाइ फोर्सेप छैन भने त अपरेसनै गर्न बस्नु भएन नि यो तपाईँले अघि त्यो एउटा उपाय मात्रै गर्दै हो तपाईँहरू त एक दुईजना रेडी हुनु पऱ्यो नि यसो भनेको अनि सबै यो हामीले लगाइदिने भए तपाईँहरूको काम के ल छोड्नु यो किसान यहाँ बोलाऊ पानी नपार्नु होला गर्मीमा नराख्नु होला है यो घाँस नदिनु होला नुन नदिनु होला सुकाएर दिने आज काट्ने भोलि दिने सुकाएर दिने हाम्रो दुईटा क्यास्टेसनले सक्सेसफुल भइसकेको छ एउटा समात्देऊ न क्यास हेरे हाम्रो ठाउँमा चाहिँ छुटफुटे भइरहेको छ हामी पनि भयो बाख्राले के गर्नुपर्छ भनेपछि बाख्राको पहिला माथि चढ्ने अनि यो दुईटा मुट्टा उठाइदिरहेको छ यसरी यसरी उठाएर हल्लिन्छ त यो धेरै हल्लिन्छ अनि बल्ल हान्ने हो है जहिले पनि गर्नुपर्छ अनि यहाँ हाल्ने कहाँ कहाँ हुन्छ एउटा यहाँ पनि हाल्नु मिल्यो है इन्जेक्सन है यसलाई कन्ट्रोल गर्नु अलिक थोरै थोरै मात्र धेरै होइन यो खुट्टाले हल्लाउनु मिल्यो त दुईटा खुट्टा उठाइदिएपछि मिलेन त्यसपछि 1 ml मात्र है यो स्वस्थलाई अब भिटामिन हल्का उसमा दिने हो अब यसरी कसले एउटाले कन्ट्रोल गर्ने अर्कोले हाल्ने अहिले हाल्ने मान्छे पुरा एक ml धेरै नै 10वटालाई पुग्नु पर्यो हाम्रो चाहिँ मासु हान्ने त यहाँ छ नि यहाँ छ यसरी छाम्दा मासु हेर त कति धेरै छ यहाँ हाल्ने यहाँ मासु छामेर थाहा पाउनु पर्छ त्यो त डन्डीमा त हड्डी छ एउटा माइटर ल अब जसले समात्छ त्यहीको पाला आउँछ पछि इन्जेक्सन हान्ने यसलाई डिस्पोज गर्ने कहाँ डिस्पोज गर्ने डिस्पोजन कहाँ गएर ल त्यहाँ यो इन्जेक्सन छुट्टै अरू सानो एउटा बोतल कोही कराइहाल्छन् 1 ml है अब यसलाई खोप्दै यहाँ चाहिँ हाम्रो ज्वरो चेक भइरहेछ ल गोबरमा नछाएर थालामा सुनेर माथि फर्कायो जता फर्कायो थालामा टाक्छ गोबरमा टाक्दिनु भयो राखिराख त्यो आवाज नआउँदो कपाल कति माथि गऱ्यो एक ml के अब चाहिँ जुगाको औषधि है ल के गर्छ समाउनु एउटा यहाँ मुख गर न भयो देख्नलाई दुख्नु भयो नि बल्दी त रहेछ
नाम ला हामी चाहिँ लास्ट तडमा आइसकेका छौँ। आज त हाम्रो यो शिविर चाहिँ भ्यानु चाहिँ हाम्रो बसाइसकेको छ। बस्दा चाहिँ अब जानलाई सब हिँडिरहेको है त ल।